हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई आजको भिडियोमा। आजको भिडियो रहेको छ टिकटकमा यस्तो खालको फेभरेट साउन्ड नदेखाउने समस्या देखेको छ। यसलाई तपाईहरुले कसरी सल्भ गर्न सक्नुहुन्छ भन्ने विषयमा। मेरो टिकटकमा पनि यस्तै खालको समस्या देखिएको थियो। मैले यसलाई कसरी समाधान गरे र तपाईहरुले पनि कसरी गर्न सक्नुहुन्छ म तपाईहरुलाई एक्जाम्पल गरेर देखाउने छु। त्यसको लागि मैले तपाईहरुलाई मोबाइल स्क्रिन शेयर गर्नुपर्ने हुन्छ। आउनुहोस् अब लागौं मोबाइल स्क्रिन तर्फ। सबैभन्दा पहिला आफ्नो मोबाइलमा रहेको टिकटक एपलाई ओपन गर्नु। त्यसपछि फेभरेट साउन्डमा जानु। यहाँ देख्न सक्नुहुन्छ यहाँ त फेभरेट साउन्ड देखाएको छ, तर जब म भिडियो बनाउन जान्छु यहाँबाट अनि म एड साउन्ड गर्छु, यहाँ फेभरेट साउन्ड नै शो गरेको छैन। यसलाई फिक्स गर्नको लागि हामी सबैभन्दा पहिला सेटिङमा जानुपर्ने हुन्छ। त्यसपछि एकाउन्टमा यहाँ देख्न सक्नुहुन्छ स्विच टु पर्सनल एकाउन्ट लेखेको छ। यदि तपाईहरुले आफ्नो एकाउन्ट बिजनेस एकाउन्टमा स्विच गर्नु भएको छ भने त्यो अप्सन तपाईहरुको डिसेबल हुन्छ, त्यो अप्सन तपाईहरुलाई दिदैन। त्यसको लागि तपाईहरुले आफ्नो एकाउन्टलाई फेरि पर्सनलमा स्विच गर्नुपर्ने हुन्छ। मैले मेरो एकाउन्ट पर्सनल एकाउन्टमा स्विच गर्दै छु। हेर्नु अब देखाउँछ कि नै। अब म यहाँबाट एड साउन्ड गर्दै छु। देख्न सक्नुहुन्छ फेभरेट साउन्डमा सबै जति साउन्ड मैले फेभरेट गरेको छु सबै देखाएको छ। र यति नै थियो आजको जानकारी। भिडियो कस्तो लाग्यो तपाईहरुलाई कमेन्टमा लेख्न नबिर्सिनु होला र च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। हामी भेट्नेछौँ फेरि यस्तै अर्को इन्फर्मेटिभ भिडियोमा। थ्यांक यू फर वाचिङ।